हेलो एभ्रिवान, नमस्कार। म बिर्सना लिम्बू। सधैँ चाहिँ आज पनि हामी केजिएफ को भण्डारामा छौँ यति बेला भने चाहिँ। अनि आजको भ्लग चाहिँ हामी फेरि पनि स्टार्ट गर्दैछौँ, म अनि मेरो सहकर्मी स्मितासँग। अनि यहाँ देख्न सक्नु नै छ, यहाँ चाहिँ सधैँ चाहिँ सडकमा रहेका नागरिकहरू चाहिँ आएर भोजन ग्रहण गरिराख्नु भएको छ। अनि हिजोको भ्लगमा चाहिँ हामीले देख्न सक्छौँ कि हिजोको भ्लगमा चाहिँ सहयोगदाताहरू आउनुभएको थियो। अनि उहाँहरूले एकदमै ठुलो सहयोग गरेर हामीलाई सहयोग गरिदिनु भएको थियो। अनि हामी त्यही सहयोगको अपेक्षा पनि राख्छौँ। उहाँहरूले 23,000 बराबरको सामानहरू हामीलाई वितरण गरिदिनु भयो। हामी एकदमै धेरै खुसी छौँ। उहाँहरूलाई फेरि पनि हामी धन्यवाद दिन्छौँ यो भिडियोबाट। आज पनि हामी सधैँ चाहिँ यसरी खानाहरू बाँडचुँड गर्दैछौँ। यहाँ हुनुहुन्छ हाम्रो सहकर्मी स्मिताजी। अनि यहाँ अङ्कलहरू फेरि पनि सधैँ चाहिँ आएर खाना लिँदै हुनुहुन्छ। आज चाहिँ सोयाबिन रहेछ, आन्टीहरू खटिरहनु भएका छन् हेर। अङ्कल किन एक्लै बस्नुभएको तपाईँ चाहिँ? साथीहरूसँग खानु पर्दैन, किन एक्लै बस्नुभएको? अनि हामी साथसाथै आज बिर्तामोड वडा नम्बर 5 को वडा अध्यक्ष रोहित प्रसाईज्यू हामी साथमा हुनुहुन्छ। अनि उहाँलाई हामी केही प्रश्नहरू हामी केजिएफको तर्फबाट सोध्नेछौँ। आउनुहोस् हामी उहाँलाई सोध्नेछौँ। नमस्कार। नमस्ते हजुर, नमस्ते। नयाँ साल 2083 को तपाईँलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ केजिएफको तर्फबाट। धन्यवाद। तपाईँलाई पनि 2083 सालको नयाँ वर्षको शुभकामना। आज हाम्रो केजिएफको भण्डारामा आइदिनु भयो, हामी एकदमै खुसी छौँ। अनि तपाईँलाई यो केजिएफको बारेमा चाहिँ केही भन्नु छ? केजिएफ फाउन्डेसनसँग सहकार्य गरेर धेरै अगाडिदेखि वार्डले पनि सहकार्य गर्दै कार्यक्रम गर्दै आएको छ। अहिले केजिएफ फाउन्डेसनले चाहिँ दिन दुखीलाई निःशुल्क रूपमा खाना खुवाउने कार्यक्रम गरिरहेको छ। धेरै अगाडिदेखि विभिन्न अरू सामाजिक काम पनि, जस्तै सडक पेटीमा हुने असहाय कुकुरहरूलाई पनि विभिन्न समयमा पानी खुवाउने, त्यो पानीको भाँडा राख्ने कार्यक्रमहरू पनि गर्दै आएको छ। त्यतिखेर पनि वार्डले सहकार्य गरेको छ। अहिले दिन दुखीलाई निःशुल्क खाना खुवाउने काम गर्नुभएको छ। यस्तै खालका सामाजिक कामहरू गर्दै आएको छ केजिएफले। धन्यवाद। उहाँले केजिएफको बारेमा धेरै कुराहरू जानकारी दिनु भइसकेको छ। अनि यो भिडियोमा हेर्दै गरेको सम्पूर्ण मानिसहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? हामीले हरसम्भव यो बिर्तामोडमा मात्रै नभएर विभिन्न ठाउँमा जहाँ दिन दुखीहरू, असहायहरू खाना नपाएर भोकभोकै बसिरहनु भएको छ, सबैले सहकार्य गरेर अरू ठाउँमा पनि अरू साथीहरूले केजिएफसँग सहकार्य गरेर यस्ता खालका कार्यक्रमहरू गर्नुभयो भने सबैजनालाई, दिन दुखीलाई, जो असहाय हुनुहुन्छ, खाना नपाएर भोकभोकै बस्नु भएको छ, उहाँहरूलाई पनि खानाको व्यवस्था हुने, धर्मको काम हुने भन्न चाहन्छु। धन्यवाद। श्रोताबिनहरू, यसै बिर्तामोड नगरपालिका वडा नम्बर 5 का जनप्रतिनिधि वडाध्यक्षज्यू रोहित प्रसाईज्यू हामीसँग केजिएफमा जोडिकन आफ्नो केही कुराहरू राखिदिनु भएकोमा हामी एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यसै गरी यसै भिडियोद्वारा तपाईँहरूलाई केही जानकारी हामी गराउन चाहन्छौँ कि केजिएफ चाहिँ हामी प्राइभेटली मात्रै नभएर यो चाहिँ आधिकारिक रूपमा सरकारद्वारा नै दर्ता भएको हो। यसै गरी अबको यो भिडियो चाहिँ हाम्रो स्मिताजीले अन्त्य गरिदिनु हुनेछ। धन्यवाद बिर्सनाजी। श्रोताबिनहरू, बिर्सनाजीले हजुरहरू सामु सम्पूर्ण जानकारीहरू दिएर गइसक्नु भएको छ। विगत 4 महिनादेखि हाम्रो केजिएफ टिमले सडकमा रहनुभएका सडक मानवहरूलाई खाना खुवाउने कार्यहरू गरिरहेको छ। त्यसै गरी हजुरहरू पनि कोही सहयोगी मन हुनुहुन्छ जसले हाम्रो संस्थालाई सहयोग गर्न चाहनुहुन्छ भन्ने अपेक्षा लिएर हामी सहयोगको आह्वान लिएर हजुरहरू सामु आएको छौँ। अनि यसै भन्नासाथ म आजको यो भ्लग यहीँ अन्त गर्न चाहन्छु। हस्त, धन्यवाद।